यसले मेरो हालत कानतिर कपालतिर कतै कपडा हेर्नु। हेलो नमस्ते सबैजनालाई, वेलकम टु माई च्यानल हैन। यो चाहिँ मेरो फर्स्ट ब्लग हो है। हामी चाहिँ काठमाडौँबाट आएको थियौँ अस्ति, बहिनी र म यहाँ गाउँ धान रोप्न आएको थियौँ। अनि आज चाहिँ धान रोप्ने हो हैन। यहाँ हेर्नु, यहाँ आल्छ फल्दैछ। यहाँ टिप्ने मान्छे, खाने मान्छे। आज चाहिँ धान रोप्ने हो। यहाँ हेर्नु, यो बाख्राहरू कुखुराहरू। यो चाहिँ भाले होला गाइस, यो चाहिँ पोथी, यो चाहिँ खसी र बोका। अनि हाम्रो गाउँ चाहिँ घरबाट कस्तो देखिन्छ भने ल राम्रो छ। अनि हामी चाहिँ अब आज धान रोप्ने, अब भयो आज सकेन भने भोलि पनि रोप्ने। हेर्नुहोस् त, कस्तो पाकेको रहेछ गाइस। म चाहिँ ब्रस गर्नु लाग्यो होइन। अब ब्रस गरेर मुख धोएर खाना खाएर गइहाल्ने क्या गाइस। म चाहिँ यो फेस वास युज गर्छु होइन। गाइस म चाहिँ मुख धोएर आइसकेँ है। यस्तो देखिरहेको छ, मे गर्छ। मौसम हेर्नु, पानी पर्ला जस्तो छ है। उताबाट हुसु लागिसक्यो। अब खाना खाने हो गाइस होइन। हामी चाहिँ पुरै रेडी हो होइन। गाइस यो चाहिँ धानको बिउ, धान रोप्ने। त्यहाँ चुका चाहिँ लाग्छ अरे है गाइस। चप्पल फुकालिसक्यौँ। यसरी अब खच्चुक हिलोमा टेक्ने हो। अनि पानी त कस्तो चिसो रहेछ है। पानी चिसो छ। लाग्दैन लाग्दैन उता उडो यो पुरै अब होइन। हामी बुवा मम्मी म अनि बहिनीले रोप्ने हो बनाएर है। अब यो अलिअलि हामी आफै खान्छौँ, अहिले अरू बुवा आएर गर्नुहुन्छ। अनि बुवा आएर गर्नुहुन्छ अनि रोप्ने हो। त्यो बहिनीले खाना थालिसके। अब हेरेर बसेर मात्र त भएन। गाइस होइन, बुवा मम्मी आएर नि खनेर पनि हामीले रोप्न पनि थालिसक्यौँ है। यो चाहिँ हेर्नुहोस् है, यो चाहिँ यति भइसक्यो। मम्मी त्यहाँ रोप्दै हुनुहुन्छ। उयो अब यो यहाँ खन्ने, यहाँ उस गर्ने, अब रोप्ने, त्यसपछि त्यो अनि भयो। अनि उयो होला, अनि भयो आजलाई यति नै। अरू भोलितिर रोप्ने त माथितिर चाहिँ यति। यहाँ यति रोपिसक्नु भयो मम्मीले होइन। यो यता चाहिँ खन्ने अब। यो चाहिँ हेर्नु, यो चाहिँ अर्कै खालको आल्छ हो होइन। यो चाहिँ बिकासे हाल्छ क्या। यो चाहिँ भर्खर पाक्न थालिछ होइन। हामीले चाहिँ अब धान रोपेर सकि भ्याइयो है। जम्मा 3टा 4टा थियो, यति मात्र रोप्नु थियो। माथि पानी लगाएको रहेनछ क्या आज। अनि रोपी भ्याइयो। अब हेर्नुहोस् त उता बुबा त्यो के भकै के अरे भटमास लाउन जानुभएको छ होइन। त्यति रोप्यो। यति यहाँ मम्मी र बहिनी रोप्दै हुनुहुन्छ।
म यहाँ छु मेरो हालत हेर्नु यसले कपडा फेरि चेन्ज गरेकी हो यसले मेरो हालत कानतिर कपालतिर कतै कपडा हेर्नु हेलो हामी चाहिँ अब घर आएर पनि नुहाइसक्यौँ हेर्नु है आजलाई यति नै लाइक सब्सक्राइब गरिदिनु थ्याङ्क यू बाई बाई